रिमेम्बर अनि उसले चाहिँ यो टाइम अनुसार फर्गेट हुँदै जान्छ। यतिखेरसम्म त क्याथेटर पनि निकालिसकेको थियो, सो आई ह्याभ टु पी होइन, अनि बाथरुम गएर ब्रस गरेँ। तर जब म टोयलेटको सिटमा बस्न खोजेँ होइन, द डिफिकल्ट पार्ट टु सिट एन्ड स्ट्यान्ड अनि टु पी होइन, द्याट इज अनदर लेभल। त्यो पनि च्यालेन्ज नै छ, त्यो स्ट्रगल नै छ होइन, त्यो पेनफुल नै छ। सो मैले यो सबै किन सेयर गरिरहेको छु भन्दाखेरि चाहिँ जो तपाईँ नयाँ आमाहरू हुनुहुन्छ, जो सिएस प्लान गर्दै हुनुहुन्छ, जो सिएस गर्नै पर्छ होइन, उहाँहरूलाई चाहिँ म जस्ट बी रेडी फर दिस भनेर चाहिँ भन्न चाहन्छु। अनि बी रेडी फर दिस भन्नाले चाहिँ मेरो एक्सपिरियन्स जस्तै सेम चाहिँ नहोला होइन, तर यस्तो पेन तपाईँले सहनु पर्ने हुन्छ, त्यो सो द्याट माइन्ड मेकअप गर्नु होला। द फर्स्ट वाक, त्यो रातभरिको त्यो सिभरिङ, आई डोन्ट नो अकर्डिङ टु अब पोस्टपार्टम ब्लुज थट्सहरू होइन, त्यो चाहिँ डिफर हुनसक्छ। अनि एज अ नर्स चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि चाहिँ त्यो फर्स्ट वाक इज भेरी इम्पोर्टेन्ट होइन। तपाईँ जति चाँडो आफूलाई हिँडाउनुहुन्छ, जति चाँडो आफूलाई एम्बुलेट गराउनुहुन्छ, त्यति राम्रो हो तपाईँको रिकभरीको लागि। अनि तपाईँको पेन पनि इज हुँदै जान्छ, तपाईँको ग्यास इज हुन्छ होइन, तपाईँको ब्लड सर्कुलेसन हुन्छ राम्रोसँग, तपाईँको पेन कम हुन्छ होइन, तपाईँले राम्रोसँग बावल मुभमेन्ट हुन्छ। सो एभ्रिथिङ इज गुड फर यु होइन। त्यही भएर तपाईँ चाहिँ गिभअप नगर्नु होला, हिँड्नु होला होइन। हरेक दिन चाहिँ 5 मिनट्स बढाउँदै होइन, सुरुमा 5 मिनट्स, त्यसपछि 10 मिनट्स बढाउँदै चाहिँ यु ह्याभ टु वक एभ्री डे होइन। अनि तपाईँहरूको लाइक केही थट्सहरू डिस्टर्ब भइरहेछ भने, अनवान्टेड थट्सहरू आइरहेछ भने चाहिँ तपाईँको आफ्नो पार्टनरलाई या तपाईँ जोसँग सेयर गर्न चाहनुहुन्छ होइन, इजी फिल गर्नुहुन्छ, कम्फोर्टेबल हुनुहुन्छ, यु ह्याभ टु सेयर योर थट्स फिलिङ्स होइन। अर्को पार्टमा पनि म यस्तै एक्सपिरियन्स अनि मेरो सजेसन, मेरो नलेज चाहिँ सेयर गर्नेछु तपाईँहरूलाई। सो फर द्याट प्लिज फलो मी। अनि कसैलाई चाहिएको छ भने प्लिज सेयर, नयाँ आमाहरूलाई एकदमै काम लाग्नेछ।